So hello everyone, welcome to my channel. म चाहिँ आज मेरो एक्वेरियम रुमको फर्स्ट एक्वेरियम एड गर्दैछु। फर्स्ट एक्वेरियमको हाइट भने 1 फिट रहेको छ भने 18 इन्च यसको लेन्थ रहेको छ र यसको ब्रेथ चाहिँ 9 इन्च रहेको छ र यसलाई चाहिँ मैले प्लान्टेड र अनि स्टोन स्केप गर्न जाँदैछु। सो लेट मी वाइप माई एक्वेरियम फर्स्ट। कुरा सबभन्दा सुरुमा चाहिँ एक्वेरियम एकदम नीट एन्ड क्लीन होस्। तपाईको पानीबाट यदि तपाईले साबुन पानी वा सरफ पानीले धुँदै हुनुहुन्छ भने त्यो सरफ पानीको सेन्ट अलिकति नै नरहोस्, त्यसले गर्दा फेरि माछालाई तकलिफ हुन्छ फेरि। सो यो चाहिँ मेरो ड्रिफ्टवुड हो। ड्रिफ्टवुडमा चाहिँ मैले यो लिली प्लान्ट राखेको छु, 3टा यसमा टाँसेको छु र यो स्टोन चाहिँ यसलाई होल्ड गर्न राखेको छु। So let me put it first. So तपाईहरुले देखिरहनु भएको छ होला, यो मैले आज चाहिँ स्यान्डहरु राखेको छैन, केही पनि स्यान्डहरु, किनकि मैले चाहिँ यसलाई क्लियर भ्यू गर्न जाँदै छु स्यान्डहरु नराखिकन। तपाईहरुले स्टोनहरु चाहिँ एकदमै होल्ड गरेर राख्नुपर्ने हुन्छ। यो हल्दिनी गरी राख्नु हुँदैन, किनकि यदि हल्दिनी गरी राख्यो भने माछाहरुलाई खिचिने चान्स हुन्छ। सो मेरो डेकोर चाहिँ यो एक्वेरियमको डेकोर चाहिँ यस्तै हुनेछ। सो पानी हाल्नको लागि स्टे ट्युन है गाइस। सो मैले पानी भरेर मेरो एक्वेरियम तयार गरिसकेको छु र यसमा मैले मिथाइलिन ब्लू राख्दै जाँदैछु। यसले चाहिँ तपाईको यो पानीमा भएको ब्याक्टेरियाहरु, बेनिफिशियल ब्याक्टेरियाहरुलाई मार्ने ब्याक्टेरियाहरु हुन्छ, त्यो ब्याक्टेरियाहरुलाई मार्ने छ यसले चाहिँ। सो यो राखेपछि चाहिँ 1-1.5 घण्टाको लागि पानी प्रोसेस हुनको लागि छोड्दिने छन् अनि 1-1.5 घण्टा पछि चाहिँ म माछा एड गर्ने छु है त। यसमा कुन चाहिँ माछा राख्ने छु हेर्नको लागि लास्टसम्म हेर्नु होला। आफ्टर एन आवर हाम्रो पानी चाहिँ क्रिस्टल क्लियर भइसकेको छ। हल्का नीलो शेड चाहिँ त्यो मिथाइलिन ब्लूले गर्दाखेरि हो। सो यसमा चाहिँ मैले यो बेटा फिस हाल्न जाँदैछु। यसको नाम चाहिँ हामीले चमचम राखेको छौं र यसमा एउटा जेब्रा स्नेल पनि छ। सो लेट्स पुट इट गाइज है त। सो हाम्रो चमचमलाई चाहिँ नयाँ घरमा वेलकम छ है त। सो साथीहरु, हामीले चाहिँ चमचमलाई उसको नयाँ घरमा रिलिज गरिसकेको छौं। फर्दर अपडेटको लागि चाहिँ तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ र हामी यसरी नै एक्वेरियमहरु एड गरिरहने छौं। यो एक्वेरियम रुमलाई चाहिँ होप हामीले एकदम राम्रो बनाउने छु र नयाँ फिशेसहरु राख्ने छौं। फिशेसहरुको नलेजको लागि मलाई पनि तपाईहरुले सजेस्ट गर्न सक्नुहुन्छ र मबाट नि नलेजहरु लिन सक्नुहुन्छ। सो एभ्रीवन, सब्स्क्राइब माई च्यानल एन्ड लाइक। Bye bye.